नमस्ते सबैजनामा नमस्ते। के छ मेरो भाइ बहिनी हो, आज कसरी मनाइयो? 2021 के राम्रो भयो? 22 राम्रो भएन? मेरो त एकदम राम्रो भयो। बहिनीको नाम के हो? अस्मिता। अस्मिता के हो? लिम्बू। ए घर कता हो? याक्सुङ चोक। याक्सुङ चोक हो? धरान हो याक्सुङ चोक भनेको? ए अनि यता भाइहरुको चाहिँ हाम्रो मेरो नाम चाहिँ डानियल हैन। मेरो नाम चाहिँ धरान 5 र धरान 5 हो? धरान 5 भनेको धरानै पर्छ? धरानमै। ल बेस्ट अफ लक। बेस्ट अफ लक मेरा भाइ बहिनीहरुलाई मेरो यो सानो भिडियोमा सपोर्ट गरिदिनु भएकोमा हैन। अनि अब यहाँदेखि यस्तो तेर्सो जाँदाखेरि चाहिँ कहाँ पुगिन्छ? अनि उयो भाइ चाहिँ को हो? उयो भाइ चाहिँ को हो? यो चाहिँ हाम्रो दाजु। दाजु हो? बिहे गरिसकेको हो? हैन। मतलब बिहे गरिसकेको के भन्दैछु नि। ल यहाँदेखि यो यसो तेर्सो बाटो गयो भने धरान पुगिन्छ हैन? हैन गाइज? धरान पुगिन्छ हैन? ल थ्याङ्क यू। मलाई अब यसो लोकेसन देखेदिएकोमा हैन भाइ बहिनीहरूलाई म यो भिडियो अरू पनि बनाउनु पर्ने छ हैन। पर पनि आउँदै हुनुहुन्छ नाङ्गै बसेको यार। यो एउटा सानो भिडियो हजुरहरू मार्फत हैन ल्याउँदैछु। सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट सबै गरिदिनु होला। अनि बाख्रा पनि पाइन्छ हाम्रोतिर हैन। तपाईहरु चाहनु किन्नु र तपाईहरुलाई चाहिएको छ भने बाख्रा धेरै नै छ। खसी भने खसी छ, बोका भने बोका हैन। माउ चाहिएको छ भने माउ। धनी चाहिँ उहाँ नै हुनुहुन्छ हैन। अनि उतला कुखुरा भाले चाहिएको छ भने भाले पनि छ। पर हाम्रो बस्ने दिदीकोमा चाहिँ अन्डाहरू पनि पाइन्छ, लोकल अन्डा। है गाइस हैन। अनि यता उता भनेको हाम्रो राजकुमार दाइको घर हो उता भनेको हैन। त्यहाँ सबैजना भेला भइराख्नु भएको जस्तो छ। अनि यहाँ गाडी अलरेडी लोड भएर बसेको रहेछ है, ट्रक। अनि म तपाईहरुलाई अब एउटा सानो अर्को जानकारी, सानो भिडियो देखाउन चाहन्छु है। घाँस काट्दै हुनुहुन्छ हाम्रो दाइ। के को लागि घाँस काट्नु हो? बाख्रा, पक्कै पनि बाख्राकै लागि काट्नु भएको होला हैन। यो अनि यो भिडियो तपाईहरुलाई हैन, यो के रे यो चाहिँ धरान 5 सुनचरी आइते चोक भनेर चिनिन्छ यो ठाउँलाई चाहिँ हैन। यो पुरानो घरहरू, निकै पुरानो घरहरू मात्रै छन् हैन हाम्रो आइते चोकमा चाहिँ। यताको दृश्य, यता यो बाटो जाँदाखेरि धरान पुगिन्छ भने फेरि यतातिर जाँदाखेरि यतादेखि यता यो बाटो चाहिँ तपाईको साउने, ठिङ्गाबारी, यता खैरेनी, केराबारी हुँदै उता मेचीसम्म पुग्ने बाटो हो यो। यता म दाइलाई केही कुरा सोध्न चाहे। दाइ यो बाटो उता काठमाडौँ जान्छ हो? यो यता जाँदाखेरि चाहिँ तपाईको इलाम पुग्छ। हजुर। यता गयो भने चाहिँ काठमाडौँ पुग्छ। ए यता पूर्व गयो भने चाहिँ काठमाडौँ पुगिने? ल उहाँले भनिसक्नु, जानकारी दिइसक्नु भएको छ। यो यता पूर्व लाग्यो भने काठमाडौँ पुगिन्छ। अनि यता लाग्यो भने चाहिँ इलाम पुगिँदो रहेछ। हजुर। ए ए हो। ल धन्यवाद तपाईहरुलाई हैन। यहाँ अनि यहाँ लोकल कुखुरा चाहिएमा तपाईहरु सम्पर्क राख्न सक्नुहुन्छ। हेर्नुहोस् एउटा गनगन नगरी छोराछोरी हुर्काउने भनेको यो कुखुराको पोथी मात्रै हो। त्यो पनि यसपालको जाडोमा लुगा मैला भन्छ धुएर सुकाएर नाङ्गै नङ्गै भइरहेछ यी। हेर्नु त गर्मीले गर्दा कुखुरा पनि नङ्गै हुन थाल्यो साथीहरु हैन। अब यो मात्रै हैन, तपाईहरुलाई अरु पनि देखाउँछु है। हेर्नुहोस् अर्को पनि छ यतापट्टि, तपाईहरुलाई नलाग्न सक्ला। अनि लोकल कुखुरा चाहिएमा तपाईहरु यहाँ सम्पर्क गर्न सक्नुहुन्छ। म तपाईहरुलाई सम्पर्क नम्बर छोड्ने नै छु है। चल्ला भने चल्ला,
पोथी सहित उठाउनुहुन्छ भने पनि त्यो पनि दिनुहुन्छ अरे ल भन्दै म यो भिडियो फेरि अर्को उता के अरे पश्चिमतर्फ लगेँ है उहाँहरूसँग मैले केही कुरा राखिसकेको छु यता हाम्रो दाइ हुनुहुन्छ घाँस काट्दै हुनुहुन्छ दाजु यो घाँस के को लागि काट्नु भएको बाख्राको लागि बाख्रा पाल्नु भएको छ एक दुईवटा बाख्रा छ जिङ्रिङ्ग मटाएर बाख्राहरू पनि खोइ ए अनि बेच्नु हुने छ भने भन्नुहोस् है म यही भिडियो मार्फत तपाईँलाई अब यसो अलिक बेला भएको दोकानतिर राखिदिन्छु होइन दाजु अलिक बेला भएको छ ए बेला भएको छैन सानो छ कि एउटा पाउँछ दुईटा पाउँछ हजुर हजुर बेला भएको छैन ए ल दाजु धन्यवाद है ल ल ल ल हस् त अब यता बाँसगाडीहरू पनि देख्न सक्नुहुन्छ होइन यहाँ बाँसगाडी भर अनि यहाँ एउटा माल ट्रक पनि राख्नुभएको छ उता केटाकेटीहरू अब एकदम रमाइराख्नु भएको छ फुटबल खेल्ने होइन अब यस्तै छ गाइज हाम्रो गाउँठाउँतिर तपाईँहरूकोतिर कस्तो छ यो भिडियो बनाउने थिइनँ होइन किनभने आज धेरै पछि यसलाई हेर्नुहोस् मकै भने मकै पनि पाकिसकेको छ यति भन्दै म यो भिडियोलाई यहीँ अन्त गर्न चाहेँ सम्पूर्ण मेरो मित्रहरूलाई नमस्ते सेवा रहु